हेलो व्हाट्सअप गाइस, म हुँ जेटेक्स र आजको यस नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। र आजको भिडियोमा म हजुरहरूलाई सिकाउनेछु प्रक्सी सर्भर सेटअप। यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ सब्स्क्राइब गर्नु होला है त। र अब टपिकतिर जाम, प्रक्सी सर्भरलाई सेटअप कसरी गर्ने है त। भिडियोलाई स्किप नगरिकन यो स्टेपलाई चाहिँ फलो गर्नु है त। सुरुमा चाहिँ हजुरहरूले एमटी म्यानेजर खोल्नु पर्ने हुन्छ र एमटी म्यानेजर खोलेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ। हजुरहरूले देख्न सक्नुहुन्छ यसमा चाहिँ दुईटा साइड हुनेछ, जुन कि लेफ्ट र राइट साइडको एन्ड्रोइडमा जानुहोस्। एन्ड्रोइडमा गएपछि चाहिँ त्यहाँ डाटा अप्सन हुन्छ, डाटामा क्लिक गर्नुहोस्। त्यहाँ गएपछि चाहिँ हल्का तल जानुहोस् र तल गएपछि फ्री फायर म्याक्स देख्न सक्नुहुनेछ। त्यसमा क्लिक गरेपछि चाहिँ त्यहाँ केज र फाइल हुन्छ, फाइलमा क्लिक गर्नुहोस्। फाइलमा क्लिक गरेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ र फर्स्ट स्टेप चाहिँ पुरा भइसक्यो। त्यसपछि लेफ्ट साइडमा जानुहोस्, त्यहाँ डाउनलोड भन्ने अप्सन हुन्छ, डाउनलोडमा क्लिक गर्नुहोस् र हल्का तल जानु र हजुरहरूले डाउनलोड गरेको लोकल कन्फिग फाइललाई खोज्नुहोस्। लोकल कन्फिग फाइललाई भेटेपछि चाहिँ कपी गर्नुहोस्। कपी गरिसकेपछि चाहिँ त्यहाँ चाहिँ एउटा अप्सन आउनेछ, कपी एन्ड रिप्लेस। त्यसमै क्लिक गरेर ओकेमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि चाहिँ हजुरहरूको लोकल कन्फिग फाइल आफै पेस्ट हुनेछ। आजको भिडियो कस्तो लाग्यो लाइक र कमेन्ट गर्नुहोस् र यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नुहोस् है त।